लाज लाग्यो केटाहरू यार खाएको चाहिँ नगर न के 8 बजे अनि 10 बजे बुनिया खाने कार्यक्रम छ अरे दाइले मलाई यो दाइले मलाई 2 पोका बुनिया दिनुहुन्छ अरे ल लाइक सब्स्क्राइब कमेन्ट शेयर सब लाइक कमेन्ट गर्नुहोस् है गाइस बोल्न जाउँ न हाय ल सबैजना हेलो गाइस एन्ड वेलकम ब्याक हैन आज धेरै दिनपछि मेरो पनि भ्लगमा उपस्थित भएको छ अब आज चाहिँ हामी सरस्वती पूजाको लागि स्कुल सरस्वती पूजाको दर्शन गर्नको लागि स्कुलमा सानो मन्दिर पनि बनाएको छ त्यसैले आज हामी गइरहेको छौँ हैन अब सरस्वती पूजाको दिन केटीहरू त बिहानैदेखि अलिक अब मेकअप सेकअप गरेर बुलेट भएर आएको हुन्छन् अरे अनि अब अलिअलि अब बेला पनि भइसक्यो यसो केटीतिर आँखा पनि लाउँदै गर्नु पर्यो नि त होइन गाइस अब त्यही भएर अब म पनि अलिअलि कपालमा जेल लगाएर आएको अब जेल आउँदा आउँदै शीतले खाइसकेछ अब हामी पनि ल लागौँ होला हाम्रो आज डुक चेन्ज भएको छ यहाँनिर हाम्रो चाहिँ आज डुक चेन्ज भएको छ एउटाको पेट्रोल सकेर एउटाको पेट्रोल सकेर के भएर एउटाको पेट्रोल सकेर अर्को लिएर हिँड्नु पर्ने हो या बाबाको लिएर हिँडेको ल हाम्रो डुक स्टार्ट हाल्नु म चाहिँ जाडोमा सक्दिनँ होइन जाडो पनि फेरि अति छ म त फेरि आज 1 हप्ता भइसक्यो नुहाएको त्यही भएर बिहान बिहानै उठेर नुहाइदिएको क्या बाउको लागि भए पनि बाउले नुहाउनु कि नहुनु भने त्यही भएर नुहाइदिएको नत्र त म त्यति साह्रो नुहाउने मान्छे होइन एकचोटि नुहाएँ भने 15 डेजको प्याक लिन्छु 15 डेज पछाडि मात्र नुहाउने गरेको छु आज फेरि जाडोमा अब के ढाँट्नु होइन सबै भ्युवर्सहरूलाई भन्दै गरेको फाइनली यहाँ स्कुलतिर आइपुग्यो होइन स्कुल चाहिँ अब यहाँ स्कुल यही छ अनि अब के गर्ने भन्दाखेरि अब अहिले चाहिँ स्टार्ट भएको रहेन होइन सरस्वती पूजाहरू केही पनि स्टार्टै भएको रहेन रहेछ अब स्टार्टहरू हुन्छ होला अब त्यति बेला के गर्ने म नयाँ सब्सक्राइबरलाई भेटाउँछ होइन यहाँनिर चाहिँ हाम्रो नयाँ सब्सक्राइबर होइन हाई गरिदियो हेलो हाम्रो नयाँ सब्सक्राइबर होइन कमेन्ट सबै गाइस मिस्टर भ्लगमा लाइक कमेन्ट शेयर गरिदिनु होला भइगयो होइन अब भाइले भनिसक्यो पछाडि गरिदिनु पऱ्यो होइन यो चाहिँ तपाईँहरूको काम हो होइन अब अरू कुरा त मैले केही भन्नै पर्दैन तपाईँहरूले अब यहाँ अस्तिको भिडियो धेरै बढ्यो यार साँच्चै सब्सक्राइबर ल साथी हो हाम्रो चाहिँ सरस्वती पूजा छ होइन एकदम तर कति थरी विद्यार्थी यार म त कोही देख्दिनँ यार कोही त्यस्तो छैन स्याबै झान्नु पऱ्यो भनेको आउँदै आउँदैन यार केटो केटी जिस्काउने भनेर आएको अरे तर यो केटी नै आइदिरहेको छ केटी जिस्काउन भनेर चाहिँ आएको केटी नै आइदिरहेको छैन अब के गर्नु बिजोग पनि यति धेरै भयो अनिस चाहिँ फेरि मेन लिड रोलमा आएको हो कि अनिस त्यही भनेर जाउँ कि जाउँ उसले नै जाउँ भनेर म आएको त आउने सोचै थिएन क्या अनि ठिकै आजबाट त्यही त ल हाम्रो चाहिँ होइन रियल मड्रिडको कट्टर फ्यान होइन हामी चाहिँ फेरि ड्रिम क्लब क्या होइन हामी राजवंशी चोक प्रवेश गर्न लागेका छौँ गाइस के त पिटीबाट जसरी बोलेको तिमी बोल्दै खतरा खतरा स्याबै झान्न खोज्दैन हुन्छ लु बोल्दै न तिमी खतरा ल हामी चाहिँ अब यता यसो चोकतिर हिँडेको होइन चोकतिर केटा हो 2जना दिदीहरूले बोलाएर राखी पारिसक्यो त्यही भएर हामी चाहिँ अब दिदीहरूले यसो अब डिस्काउन्ट होइन यसो भेट्न गएको होइन युट्युबमा दिन होला ल ल अनि हामी चाहिँ 8 बजे अनि 10 बजे बुनिया खाने कार्यक्रम छ अरे दाइले मलाई यो दाइले मलाई 2 पोका बुनिया दिनुहुन्छ अरे ल भ्लगमा मैले देखाउन पाएँ भने भ्लगमा नै देखाएँ ल्याउनु पऱ्यो अनि 2 पोका ल्याउनु पऱ्यो 8 बजेर 6 मिनेट मै बाँड्ने गर्छ तिमीहरूलाई 2 पोका ल बटान अस्ति मैले पठान चाहिँ युट्युबमा हालिदिएको छैन युट्युबमा हेर्दा हुन्छ होइन मेरो च्यानल अब त्यहीँ यही भइहाल्यो यस्तै मैले हालिदिएको छ पठान त्यही पनि हेर गएर हो मैले हालिदिएको छ कोही बत्याउँदैन यार साँच्चै हुन्छ मलाई त्यो नि एसडी मुभी 2 भन्ने वेबसाइटमा आउँछ
DSLR क्यामेरा लिएर जान्छन् होइन यहाँ सिनेमा हल त्यसलाई रेकर्ड गर्छ नि क्रप गरिदिन्छ नि युट्युबमा हालिदिन्छ हो ब्याकग्राउन्डको साउन्ड हटाएर हालिदिन्छ अनि सबै राम्रो मजाले देखिन्छ कति क्वालिटी 180p हुन्छ फुल एचडी हुने रहेछ ठिकै हो मोबाइल होइकन त्यति त फोकेर जाइन्छ भन्ने छैन नि त फोके त मोबाइल राम्रो हुनु पऱ्यो नि मोबाइलमा फोके मोबाइल हुनु पऱ्यो नि त फोके चल्ने मोबाइल नत्र यतिकै कहाँ चल्छ नत्र क्वालिटी आउँदैन देखाउँछ यति क्वालिटीको तर चल्दैन त्यति क्वालिटीमा त S22हरूमा मात्रै फोकेहरू होला OnePlusमा नि 8Kसम्म चल्छ हो OnePlus थाहा थाहा छ छ 1,30,000 को OnePlus 9 Pro यस्तो दामी म मेची हो मेची सम्पर्क मेची भनेको नै हो यो चाहिँ किन बोकेको यो बाइक भरे यसो यसो गर्नु परेन सरस्वती भन्ने मान्छेलाई मैले एउटा खतरा बाइक देखेँ क्या म देखाउँछु ल बुझ्यो यो कस्तो खालको बाइक हो मलाई थाहा छैन कमेन्ट गरिदिनु होइन कस्तो खालको बाइक हो होइन बाइकको नाम पनि अगाडि देखिएको छैन के हो तपाईँलाई थाहा छ भने कमेन्ट गरिदिनु म चाहिँ नलेज गेन गरेँ क्या तपाईँबाट ठिकै छ ओए घिम्रेको छ र नमस्ते गर यहाँ नमस्ते गर ब्लग बनाएको भाइ राम्रो गर भाइ भेट्छ नि फेरि राम्रो बना भिडियो राम्रो बना नि फेरि उतापट्टि देख यस्तो त एक दिन आज स्कुल आएर हल्ला गर्छ एक दिन स्कुल आएर हल्ला गर्छ भिडियो हाल्दै त्यो निस्टलले ब्लग गरेको हो रूपम सिग्देल भ्लगमा केही भनिदिनुहोस् त हेर न केही बोल्दैन एमडी नमस्कार गर ब्लगर भाइ मेरो पनि आउँछ नि भिडियो आउँछ भरे आइहाल्छ लाइनमा आऊ भाइ सजिलो हुन्छ लाइनमा आऊ लाइक सब्सक्राइब कमेन्ट सेयर सब लाइक कमेन्ट गर्नुहोस् है गाइज सबैजना सरस्वती पूजामा यसो रमाइलो है गाइज आज रमाइलो गर्दै गरेको यतापट्टि के छ भने यतापट्टि चाहिँ पुरै के भन्दाखेरि फुलहरू के चढाइरहेको छ सबै कुरा भइरहेको छ म चाहिँ बोकेर कुदिरहेको छु के हो मलाई पुऱ्याउनु पर्यो केटाहरू पुरा मस्त दिइरहेछ खोइ केही भनेन त खाँदैछौँ यसो यसो अलिक यता राख्नुपर्छ ल ल ल ल भन
लाज लाग्यो ए केटाहरू यार खाएको चिने गर न केही हुँदैन ल तिमी खाऊ यस्तो हुनुपर्छ है मबत पनि अब हेरेपछि मैले खाएको पनि हेर्नु पर्यो नि त होइन देखाउन र गाइस अब हामीले यहाँ 100 रुपियाँको पुनिया भेटिसक्यौँ होइन 100 रुपियाँको यत्रो बोका आउँदो रहेछ ठिकै छ 80 रुपियाँ गयो भने यो 20 रुपियाँको होइन 20 रुपियाँ 80 रुपियाँको के भयो मैले त पूजा पनि गर्न पाइँदैन त्यहाँनिर भिड भएर 80 रुपियाँ त्यत्तिकै फकटमा गयो 80 रुपियाँ के गरेको हुन्थ्यो है 80 रुपियाँको यताउति घुम्यौँ भ्लग बनायौँ 80 रुपियाँ हो ठिकै छ यहाँ अब हामी पनि खाइदियो होइन खान्छौ र गाइस अब हामीले पेट पूजा चाहिँ गरिसक्यौँ होइन अब उनीहरू मन्दिरमा पूजा चाहिँ गर्न बाँकी छ अब कतिखेर भ्याइन्छ होइन पेट पूजा डम्म भयो अब मन्दिरको पूजा गर्ने अनि घर चल्दिने भन्दा नि आज उता खाके आज प्रेन्जलको के पो छ बर्थडे हो कि वर्तमान छ है वर्तमान छ गुन्युजोली चाहिँ छैन प्रेन्जलको वर्तमान चाहिँ छ अब हामी त्यहाँनिर जान्छौँ होइन अहिले होइन अब म यो भ्लगमा चाहिँ होइन म अर्को भ्लगमा देखाउँछु होइन अब जाने उहाँ वर्तमानहरू गएको अब एउटै भ्लगमा त अब इरिटेट हुन्छ नि त कति उयो ल्याएर कति लामो भ्लग यसो के हेर्दैन के हुन्छ होइन अनि त्यही भएर अब भ्लग चाहिँ अब बनिरहन्छ भ्लग अब आइ नै रहेछ अब यही अब अरू बेला त अब त्यति धेरै टाइम पनि हुँदैन त्यत्तिकै अब बनाउनु पर्छ होइन अब त्यही नै हो भ्लग आउँछ हुन्छ नि डेली कन्टेन्ट पनि त हुनु पर्यो नि त्यही त डेली अब हुँदैन क्या अब डेली केही पनि हुँदैन दिनभरिको कामलाई देखाउने कन्टेन्ट के चाहियो अनि स्कुलमा पढाएको देखाउँछस् त्यही त यो दिल्लीको देखाउने भन्छ फेरि अनि स्कुलको अनि स्कुलमा पढाएको के देखाउँछ जहिले स्कुल आएको गएको त्यो त अब नराम्रो भयो नि त हेर्ने मान्छेलाई नै अल्छी लाग्छ क्या हाम्रो भ्लग मजाले मोनिटाइज भएपछि चाहिँ हामी पनि एउटा खत्रै बाइकमा देखाउँछौँ तपाईँहरूलाई होइन बाइक भइसकेपछि घुम्नु गइन्छ घुम्न गइन्छ पेट्रोल हाल्ने पनि पैसा हुन्छ तर त्यसको लागि सब्सक्राइब गरिदिनु सब्सक्राइब गर्नु पर्यो अब धेरै छैन क्या अब कहाँ छ मोटरसाइकल अब थोरै छ होइन त्यति धेरै छैन मन्दिरमा पूजा नगर्ने खाइसकेपछि गर्छ पूजा घरमै गरेको मैले त गरिनँ भरे गर्नु भरे गर्नु भन्दै ओए झन्डै मलाई बाइकले हान्दियो यार कस्तो ल म बाइक लिएर आउँछु ल केटो ओए तिम्रो पूजा ल गाइज अब म साथीहरूलाई भेट्छु ओए म केटाहरूलाई भनेर आउँछु नि केटाहरू घर जाउँ भन्दैछन् अब जाने होइन जाने भन्दा नि अब उज्जवललाई चाहिँ पुऱ्याइदिनुपर्छ उज्जवललाई पुऱ्याइदिएर अनि म यतै जानु पऱ्यो ठिकै छ म केटाहरूलाई अब म उतापट्टि भाइलाई पुऱ्याइदिएर आउँछु भनेर भन्छु अनि त्यसपछि पछाडि उठाइदिएर यहीँनिर स्कुलमै आउँछु होला सायद नत्र उतै पनि कतैपट्टि भेट हुन्छ होइन भइगयो ओए सुन त केटाहरू कहाँ छ म नि उयो भाइलाई घर पुऱ्याएर आउँछु कि तिमीहरू यहीँ बस्दै गर नि नैन नि उज्जवललाई बुझ्यौ जान्छु म आइहाल्छु ऊ जाँदैन अरे क्या अनिस पनि छ म अनिसलाई नै पुऱ्याइदिएर आउँछु ल यहाँनिर चाहिँ बाइकहरू राखेको छ मेरो हेलो नमस्ते सबैलाई भ्लग थाहा छ कुन भ्लग हो हजुर नाम थाहा छ भ्लगको थाहा छैन थाहा छैन निश्चल भ्लग हेरेको थियौ ए बाइकको होइन ल ल हेर्दै गर्नु ल ल ल मैले बाइकै कता राखेँ बिर्सेँ कि कता राखेँ है ल ए यही हो त कहिलेदेखि छोडिदिनु न भाइहरू कुन स्कुलको सुन्दरपुरको यहाँसम्म आएको दिपजललाई चिन्छौ दिपजल आचार्य चिन्छौ म दिपजलको दादा है थाहा छ चिन्छौ थाहा छ कहाँ रहेछ घर चिन्छौ मलाई कहिलेदेखि चिनेको अस्तिदेखि नै हो ल ल म गएको ल कहाँ कहाँ घर चाहिँ उतै हो यहाँ घुम्न आएको ल मोज गर ल
ल्याउन त म कहाँ सक्छु लु आज फ्रीमा सरस्वती पूजा गरेर आयो प्रसाद पनि खाइयो कलेक्ट गरेको रहेछ मैले चाहिँ पैसै दिइनँ आज अब 9 गतेदेखि स्कुल कलेज लागेको आज फर्स्ट टाइम त गइदिएको हामी बङ्क हान्ने मान्छेलाई के थाहा होइन कति कहिले उठाए के गए भनेको त हामी यसैमा हान्दिहाल्थ्यौँ नि अब भन्दैन नि त ब्याङ्क एकाउन्ट भएर यहाँनिर ट्रान्जेक्सन लिमिट देखाइसकेको छ हामी ठ्याक्क बिहान गएको ठाउँमा आइपुग्यो भने गाइस हेलो होइन अब चाहिँ हामी यहाँनिर हाम्रो एक्ज्याक्ट जुन डेस्टिनेसनमा आइपुगेको छौँ हामीलाई स्टार्टिङ पनि यहीँदेखि गरेको थियौँ र एन्डिङ पनि आजको यहाँनिर भयो एकदमै राम्रो भयो जुन सरस्वती पूजा आजको फ्रीमा गयो खाइयो आइयो होइन अरूले 100 रुपियाँ चार्ज तिर्यो भने हामी चाहिँ फ्रीमा गएको थियौँ अब त्यति साह्रो कलेज पनि गइँदैन होइन त्यही भएर अब कहिले पैसा उठाएको थाहा नै भएन क्या एक्ज्याक्टमा चाहिँ अब भनेको भए केही कथम अब हामीलाई इन्फर्मेसन गरेको भए त हामी सेवा गरिदिन्थ्यौँ होइन अथवा पेवेल एकाउन्टबाट नि ट्रान्सफर गरिदिन्थ्यौँ तर हामीलाई केही जानकारी नदिकन पैसा कलेक्ट गरेको रहेछ अब भनेको भए सेवाबाटै गरिदिन्थ्यौँ तर हामीलाई थाहा भएन होइन अब यस्तै हो फेरि अर्को पनि एउटा बनाउनु पर्छ कुनै दिन टपिक लिएर आउने नै छौँ हस् थ्याङ्क यू फर वाचिङ दिस भिडियो अनि केमा खुसी लाग्छ भन्दाखेरि चाहिँ आज चाहिँ धेरैजना सब्सक्राइबरहरू भेटिनु भयो क्या अनि बाटोमा पनि भ्लग बनाउने हो नि यस्तो कुराहरू गर्दै हुन्छ एकदम खुसी लाग्छ क्या त्यस्तो हुँदाखेरि चाहिँ बाटोमा पनि कति सब्सक्राइबरहरू भेटिनुहुन्छ होइन रमाइलो लाग्छ अनि गफ गर्दाखेरि धेरै रमाइलो हुन्छ क्या अब आजको भ्लग चाहिँ यहाँनिर इन भयो ल बाटोमा जसले बोलाइदिरहेको हुन्छ क्या आजकल चाहिँ पहिलो चाहिँ अब को हो के हो केही थाहा नै हुँदैन होला अहिले चाहिँ धेरै अब पुगिसक्यो नि त अब धेरैवटा भिडियो पनि भइसक्यो अब त्यही भएर अब सबैजनाले चिन्नुहुन्छ बाटोमा नि हाई भन्नुहुन्छ रमाइलो लाग्छ क्या त्यही अब आजको भिडियोलाई अब यहीँनिर इन गर्ने थ्याङ्क यू भन्नु बाई क्यामेरामा हात हालिदिउँ ल